हेलो गुड आफ्टरनुन साथीहरू। आज चाहिँ हामी रमाइलो गर्नु गइरहेको छौँ 2-4 जना मिलेर। अब म पनि यहाँबाट जाने कति दिन पनि छैन। उहाँ चाहिँ हाम्रो कम्पनीको म्याडम अनि म्याडम हामी उहाँ चाहिँ बहिनी सेक्युरिटी बहिनी हुनुहुन्छ उतापट्टि चाहिँ। अनि हामी सबैजना चाहिँ सानो पार्टी जस्तो खाने भनेर चाहिँ पुरी आलुदम प्याजी चिकन रोस्ट अचार आन्द्राभुडी खसीको आन्द्राभुडी बनाएर चाहिँ यसो रमाइलो गरौँ भनेर बसेको। अब लास्टै होला मेरो यो पार्टी पनि क्याम्पमा हाम्रो कम्पनीमा लास्ट पार्टी। हिजो मैले एउटा भिडियो हालेको थिएँ, यही भिडियो हालेको थिएँ तर साउन्ड भनेको चाहिँ एउटा पनि आएन रहेछ, त्यसलाई चाहिँ मैले डिलिट गरिदिएँ। अनि यस्तो छ आज हाम्रो चाहिँ यसो रमाइलो यस्तो छ। हाम्रो यहाँको डाइनिङ हल चाहिँ यस्तो छ, बसेर खाने जग्गा चाहिँ भित्र चाहिँ किचन छ। यसको भित्र चाहिँ एक प्रकारको रमाइलै छ, सुविधाहरू सबै नै छ। यहाँ भित्र चाहिँ किचन छ देखाउँदैछु। यहाँ चाहिँ अहिले चाहिँ योगन्डाहरू बेसी योगन्डा र श्रीलङ्काहरूले पकाउँदैछ। मैले चाहिँ अघि नै बनाइसकेको। यस्तो छ हाम्रै डाइनिङ हलहरू। अब सम्झाउने बिर्साउने खाना सबैजना हामी यसो मिलेर खाने भनेको सम्झाउने बिर्साउने। आज लास्टै हो, यहाँबाट उता चाहिँ अब सबैको ड्युटी हुन्छ। आज चाहिँ छुट्टी पनि भएर आज त थ्याङ्क यू फर द वाचिङ, बाइ बाइ।